कोइला 1 बोरा, 10 बोरा पत्कर्मल, 1 बोरा इँटा, 1 बोरा कोइला। कोइला पनि भएन, इँटा पनि भएन भने उहाँ ठुटा तपाईँले त्यो प्लान्टहरू रोप्नु भएको छ नि कुहिएको ठुटा, त्यसलाई मजाले मसिनो यत्रो बनाउनुहोस्, चोक्टा त्यसलाई बनाउनु। त्यसलाई पनि 1 बोरा मिक्स गरिदिनुहोस्। त्यो कोइलाको के अरे यो हाफ रटे त्यो आधी कुनो आँटेको त्यो रुखको ठुटा हुन्छ नि कुनो गरेर त्यसलाई चप गरेर यत्रो पिस बनाउनुहोस्, त्यो मिक्स गर्नुहोस्। त्यो मिक्स गरेर अन्त जहिले पनि तपाईँले अर्किड रोप्दाखेरि चाहिँ मुनिबाट यो फेदमा चाहिँ 1 लेयर चाहिँ तपाईँले ढुङ्गा इँटा कोइला केही भए पनि 1 लेयर चाहिँ त्यो हाल्नुपर्छ। त्यसले चाहिँ के हुन्छ भने पानी तपाईँको मुनि बसेर जमिनु दिँदैन, त्यो मुनि तपाईँ त्यसलाई चाहिँ सोक भन्छ, त्यो पानी त्यसले सोक त्यहाँबाट ड्रेन भइहाल्छ। ठिकै छ। अन्त अर्किड तपाईँको भित्र जति टाइट हुन्छ त्यति नै जरा छिटो कुहेर जान्छ। यहाँ हेर्नुहोस् ल, अब यो यसबाट नयाँ टुसा आउँदैन नि, अब यो कुहियो हो, यो कुहियो, नयाँ टुसा आउने चाहिँ यसरी फ्री हुनुपर्छ। हल्का जति भित्र हल्का भयो त्यति नै जरा राम्रो आउँछ। अन्त अर्किड तपाईँले रोप्दाखेरि जहिले पनि यो अब अघि मैले देख्दाखेरि यो प्लान्ट मात्रै देखेको थिएँ, यो बल्बै थिएन। अन्त अर्किड जहिले पनि रोप्दाखेरि यति मात्रै गाड्नुपर्छ, यति मात्रै। अब यति गाड्यो भने चाहिँ के हुन्छ भने तपाईँको यसबाट फेरि नयाँ टुसा आउँछ। जस्तो तपाईँले यो गाड्नु भएको थियो, यो देखिरहेको थियो, अब यसबाट नयाँ टुसा आयो हो। अब तपाईँले अब यसलाई यति नै छोप्नु भयो भने चाहिँ त्यो टुसा त आउँछ, भित्रै कुहिहाल्छ पानीले गर्दाखेरि। अनि त्यसले गर्दा चाहिँ अर्किडको चाहिँ यति जरा मात्रै रोप्नुपर्छ। मुनिबाट 1 लेयर तपाईँले यो इँटाहरू हाल्नुभयो होइन,